मान्छेले सोचेको पनि कहिले नहुने के त्योभन्दा पहिला स्वागत छ साथीहरू आजको मेरो मिनी भ्लगमा। म सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। मैले हिजो हालेको भ्लगमा चाहिँ 39-40,000 समथिङ भ्युज आछ के। अनि धेरै धेरै धन्यवाद सबैलाई, मलाई यस्तै साथ सपोर्ट हौसला दिँदै गर्नु होला। सोचेको किन हुँदैन भनेपछि मैले किन भनेको भने अनि मैले राति नै कपडा धुन जाम्ला भनेको थिएँ के। बिहानै 4 बजे उठेर रातभरि मेरो बुढाको खुट्टा दुखेर उठ्नै सक्नु भएन के। त्यही भएर राति 1-2 बजेसम्म खुट्टामा मालिस गरेँ। 2 बजे सुतेको थिएँ, त्यही भएर 4 बजेको अलार्म राखेको थिएँ। 4 बजेको अलार्म बज्दा मैले चाहिँ बन्द गरेर फेरि सुतिहालेँ। अनि बिहान 7 बजेतिर छोरी उठ्या थिइनन्, बुवालाई छोरी हेर्नु होला भनेर म चाहिँ 7 बजेतिर कपडा धुन गएँ। कपडा पनि यति धेरै थियो, अब पहिला चाहिँ म थोरै थोरै हुँदा धोइहाल्थेँ। धेरै दिन भयो नि त धुन नपाएको, घरतिर पनि पानी आएन। त्यही भएर म धेरै भएको थिएँ, त्यही भएर धारै गएको थिएँ धुन। अनि कपडा धोएर घर आएर सुकाएँ। अनि अर्को कुरा के, मलाई सपोर्ट गर्ने अनि हजुरको भ्लग कतिखेर आउँछ भनेर कुरेर बस्छु भन्नेलाई मान्छेलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। कतिपय मान्छेहरूले चाहिँ मैले भ्लग नहालेको दिन चाहिँ किन भ्लग नहाल्नु भएको, म कतिखेर आउँछ भनेर हेरेर बसेको थिएँ भन्नुहुन्छ के। म चाहिँ जे काम गर्छु त्यही काम देखाउँछु कि। मलाई देखावटी देखाउनु ठिक लाग्दैन। अब कसैले केही देखाउँछ, कसैले केही देखाउँछ, भित्र एक हुन्छ बाहिर एक हुन्छ। त्यही भएर म जे गरिरहेको हुन्छु त्यही देखाउँछु। उहाँहरू दुइटा चाहिँ मेरो भाउजू हुनुहुन्छ। म चाहिँ तल घर गएको थिएँ, तलघरदेखि पानी ल्याएको। एन्ड बाई, धेरै माया।